हेलो 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 सन्चै छु। तिमी सन्चै छौ? ओके ल, रेडी हो है त। ल प्लिज इन्ट्रोड्युस युर सेल्फ। ओके, थ्याङ्क यू। अब नेपालीमै भन्दा हुन्छ है। जेडिके, जेआरई र जेबिएम डिस्क्राइब गर त। बाइट अफ कोडलाई चाहिँ मेसिन लर्निङमा कन्भर्ट गरेर त्यसलाई रन गर्छ भनेर त्यो चाहिँ भनेको जेबिएम हो। वाइ जाभा इज प्लेटफर्म इन्डिपेन्डेन्ट? या 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 हो। Can you say that Java is 100% OOP or not? Java is not 100% OOP. Why? Uh,
एन्सर चाहिँ के हो भन्दाखेरि जावा 100% ओओपी होइन, किनभने यु क्यान सी देयर डिफ्रेन्ट डाटा टाइप्स या प्रिमिटिभ डाटा टाइप्स, नन प्रिमिटिभ डाटा टाइप्स भनेर हुन्छ नि त। अब प्रिमिटिभ डाटा टाइप्सले गर्दाखेरि, प्रिमिटिभ डाटा टाइप भएको कारणले गर्दाखेरि चाहिँ प्रिमिटिभ डाटा टाइपमा के पर्छ भन्दा इन्ट, फ्लोट, डबलहरू पर्छ नि त। हो त्यो चाहिँ अब्जेक्ट होइन। त्यो प्रिमिटिभ डाटा टाइप कन्टेन्ट्स, त्यो इन्ट पनि छ नि त अहिले जावामा, भेरिएबलहरू डिक्लेयर, इन्टिजर टाइपको डिक्लेयर गर्दाखेरि हामीले प्रिमिटिभ डाटा टाइप एउटा कारण भन्ने ड्यु टु द प्रिमिटिभ डाटा टाइप, अर्को भनेको ड्यु टु द स्ट्याटिक किवर्ड। दुईवटा रिजनले गर्दा चाहिँ जावा 100% ओओपी होइन भनेर भन्नुपर्छ है। कसरी भन्दाखेरि तिमीले इन्ट ए इक्वल टु 20 भनेर क्रिएट गर्यो भने एउटा भेरिएबल, त्यो त अब्जेक्ट होइन नि त। तर इन्टिजर भन्ने पनि छ अर्को, तिमीले क्लास देखेको छौ जावामा, इन्ट र इन्टिजर दुईवटा छ भन्ने थाहा छ? हो त हेर, हो त्यही भएर चाहिँ मेन रिजन भनेको चाहिँ ड्यु टु द प्रिमिटिभ डाटा टाइप एउटा भनेको त्यही रिजन हो। अनि अर्को स्ट्याटिक किवर्डको बारेमा सुनेको होला नि त हल्का त। स्ट्याटिक किवर्डले गर्दा पनि ऊ चाहिँ होइन, 100% ओपी होइन। क्यान यु इलाबोरेट मी द फोर पिलर अफ द जावा? या इनहेरिटेन्समा जस्तो हामीले त एउटा कन्सेप्ट भनेको चाइल्ड र प्यारेन्ट भन्ने हुन्छ होइन, त्यो त सुनेको होला नि त। हामीले कुन किवर्ड युज गरेर चाहिँ त्यो हामीले प्रोपर्टीहरू चाहिँ युज गर्न सकिन्छ इनहेरिटेन्स कन्सेप्टमा? जस्तो एउटा या मैले हो त्यो सोध्न खोजेको। अनि डु यु नो अबाउट द इन्टरफेस डु यु नो अबाउट इन्टर इन्टरफेसमा हामीले इम्प्लिमेन्टेसन गर्छौँ कि गर्दैनौँ? इन्टरफेसको म्याथडलाई कसरी इम्प्लिमेन्ट गर्छौँ, हामीले कसरी युज गर्छौँ? जस्तो एउटा इन्टरफेस छ अरे, ए भन्ने इन्टरफेसमा त मल्टिपल म्याथडहरू हामीले क्रिएट गऱ्यौँ अरे। अनि हो त्यो म्याथडलाई चाहिँ तिमीले रियुज त गर्नु पर्यो नि त, इम्प्लिमेन्टेसन त डिफ्रेन्ट हुन्छ नि त। तिमीले एउटा इन्टरफेस बनायो अरे ए, अनि अर्को दुईवटा क्लास बनायो अरे बी र सी भन्ने क्लास बनायो अरे। अनि अब तिमीले बीले कसरी एमा भएको म्याथडलाई के किवर्ड युज गरेर चाहिँ त्यसलाई युज गर्छौ, इम्प्लिमेन्ट गर्छौ त? ठिक छ, कन्फ्युज भयो भने ठिक छ। जस्तो तिमीले मैले भनेको कन्सेप्चुअल कुरो त बुझ्यौ नि है। तिमीले आफै भन्यौ कि इम्प्लिमेन्ट हुँदैन, इन्टरफेसमा हामीले इम्प्लिमेन्ट गरिँदैन भन्यौ। तर यो जावा 8 भन्दा एबो भर्जनमा स्ट्याटिक म्याथड कि कुन म्याथड चाहिँ इम्प्लिमेन्ट पनि हुन्छ, त्यतातिर अहिले नजाम, हामी जावा 8मै जाम। अनि तिमीले इन्टरफेस भनेको त हामीले म्याथडहरू डिक्लेयर मात्रै गर्ने हो नि त, त्यहाँ त इम्प्लिमेन्टेसन हामीले गरिँदैन नि त। इम्प्लिमेन्टेसन त हामीले अर्को क्लासले त्यसलाई ओभरराइड गरेर इम्प्लिमेन्टेसन गर्ने हो नि त।
हो त्यसलाई चाहिँ इम्प्लिमेन्ट भन्ने किवर्ड युज गरेर अनि त्यो क्लासलाई त्यो इन्टरफेसलाई चाहिँ इम्प्लिमेन्ट गर्न सकिन्छ है त। जस्तो एउटा क्लास भन्ने बी बनायो, एउटा इन्टरफेस ए छ अरे, बी इम्प्लिमेन्ट्स ए भयो क्या। अनि तिमीले एमा भएको सब जति म्याथड सबै नै ओभरराइड गर्नुपर्छ। तिमीले यदि ओभरराइड गरेनौ भने इस्यु आउँछ क्या। ओभर ए त्यो हेर्नु, त्यो पनि अलिक इम्पोर्टेन्ट। यो वेदर चाहिँ एकदमै कन्सेप्चुअल कुरा हो, अलिक इम्पोर्टेन्ट छ क्या। अब क्यान यु सेयर योर स्क्रिन? या मैले पनि इन्टरभ्यू दिएको हो क्या, त्यही तिम्रै कम्पनीमा, अहिले यहाँ नाम नभनौँ। अनि मैले पनि यही मलाई जस्तो जस्तो क्वेसनहरू आस्क गरेको थियो त्यही अनुसारले तिमीलाई एकदम गाइड गरिदिँदैछु क्या। तिमीले स्क्रिन सेयर गर्यौ है। अब कुनै के तिमी जावा प्रोग्राम केमा रन गर्छौ देखाउ त मलाई, कसरी रन गर्छौ? एउटा जावा हेलो वर्ल्ड प्रिन्ट गरेर देखाउ त। इन्टेलिजेन्स आइडी नै हो। हुन्छ, ठिक छ। माइन्ड कुल बनाऊ न, एकदम माइन्ड कुल बनाएर गर न। जावाको कुन मेथडभित्र चाहिँ प्रोग्राम एक्जिक्युट हुन्छ? पिएसभिएम गर न। पिएसभिएम हो सर्टकट क्या। ए हुन्छ हुन्छ, ठिक छ। त्यसपछि त्यो एकदमै इम्पोर्टेन्ट है। मलाई त्यही क्वेसन सोधेको थियो, टर्मिनलमै गर्नको लागि सोधेको थियो। एकपल्ट गरेर देखाउन है, ट्राई गर त हजुर। नोटप्याडमा गरेर नोटप्याडमा कोड लेख त पहिला। यसलाई कपी गर, यो सबै यसलाई कपी गर त, अनि नोटप्याडमा यसलाई नै पेस्ट गर। होइन, एकपल्ट गर न त्यहाँ, त्यो पेस्ट गर त। अब सिटिआरएल यस गर न, अनि कतै आउँछ होला, देखाउँछ होला। हो त डेस्कटपतिर गर न कतै। तिमीले त्यो फाइलको नाम कसरी सेभ गर्यौ? टेस्ट डट जावा भनेर गर्यौ? टेस्ट डट जावा गर्नुपर्छ, फेरि सिटिआरएल यस गर, अप्सन आउँछ होला त्यो। यसलाई फुल बनाऊ त, एकपल्ट फुल बनाऊ त। हुन्छ। टेस्ट पनि तिमीले टी क्यापिटलै हुनुपर्छ। तिम्रो मेन क्लासको नाम जे छ त्यही नै राख्नु पर्यो।
गर त होइन केही छैन अहिले त नर्भस भइन्छ अलिअलि टेस्ट डट जाभा भनेर टेस्ट डट जाभा अब यसलाई रन गर्न खोज त अब गर त के भयो जाभा सी गरेर हेलो डट जाभा गर्नुपर्छ क्या जाभा सी लेख त सुरुमा जाभा सी अनि टेस्ट डट जाभा इन्टर गर त हो यो रन भयो अब चाहिँ जाभा अनि टेस्ट हेलो वर्ल्ड यो चाहिँ एकदमै इम्पोर्टेन्ट क्वेसन हो है त टर्मिनलमा युज गर्न एकदम त सिनियरहरूलाई पनि यो प्रायः सोधिरहेकै हुन्छ क्या यो क्वेसन अनि त्यही भएर चाहिँ एकदमै इम्पोर्टेन्ट हो यसलाई चाहिँ अब मलाई अर्को फेरि तिमीले अर्को एउटा नोटप्याडमै गरेर देखाउ त नहेरिकन अलिक कन्फिडेन्स बिल्डअप गरेर बनाऊ है अर्को फाइल बनाएर त्यहाँ पेस्ट गर न त्यो कोड त पेस्ट गर्न पाइयो यहाँ लेखेर सकिँदैन त्यो तिमीले अब यसलाई मलाई गरेर देखाउनु पर्यो क्या क्लासको नाम अर्कै राख सबै सम्झ है आफै डट जाभै होस् क्लास फाइल क्लास फाइल बनेकोलाई त्यो डेस्कटपमै हेर त एकपल्ट त्यो बन्छ होला क्लास फाइलै हो त्यसरी चाहिँ हो त भएको यो चाहिँ एकदम इम्पोर्टेन्ट नबिर्सिनु है अब स्ट्याटिक किवर्डको बारेमा भन न त के बुझेको छौ यो स्टप गरिदेऊ यो सेयरिङ ल भन त क्यान यू प्लिज सेयर द स्क्रिन एन्ड इलाबोरेट एकपल्ट यो स्क्रिन सेयर गरेर स्ट्याटिक मेथड बनाएर मलाई देखाउ त अलिक कन्फ्युजन जस्तो लागिरहेको छ स्ट्याटिकमा हामीले स्ट्याटिक मेथड स्ट्याटिक भेरिएबल पनि डिक्लेयर गर्न सकिन्छ कि सकिँदैन स्ट्याटिक भेरिएबल अनि स्ट्याटिक मेथड हुन्छ नि त एकपल्ट स्क्रिन सेयर गरेर मलाई स्ट्याटिक मेथड देखाउ त स्क्रिन सेयर गर त फेरि यसबाट होइन इन्टेलिजेबाटै गर
तिमीले त्यो अब्जेक्ट चाहिँ किन बनाएको माथि टेस्ट टेस्ट इक्वल टु न्यू टेस्ट भनेर त्यसलाई त युजै गरेको छैनौ त तिमीले त्यो टेस्ट टेस्ट इक्वल टु न्यू टेस्ट भनेर अब्जेक्ट किन क्रिएट गरेको त्यो त तिमीले युजै गरेको छैनौ त एकपल्ट त्यो दुइटैलाई कमेन्ट गर त आउटपुट के आउँछ त्यो टेस्ट ए र टेस्ट टेस्टलाई नि कमेन्ट गर त पुरै सेलेक्ट गर अनि सिटिआरएल थिचेर स्ल्यास थिच अलिक माथिसम्म तिमीले तलसम्म गर्यौ तलको चाहिँ अब रन गर त प्रोग्राम